उज्यालो गरोस् सबैले नबाल्नु एउटा होस् अहिले फेरि भात खाने बेला दही जिउरा प्रोग्राम अहिले नै खिच्ने कि कुन यस्तो गरेर बस्नु अहिले खिच्ने अभी बेबी सावर यति बेलै बत्ती छैन आज क्यान्डल बेबी सावर भयो हैन बुनु बाल्नु हुन्छ हुन्छ ओए माथि ल ह्यापी बेबी सावर खोइ त ताली बुनु ताली हो छोड्दै छोड्दै भयो यो त के हो यो बलेन त्यो उल्टो पुरानो गरेर भएर पुरानो भएर पुरानो भएर त्यो ओसेपछि त्यो रातो चाहिँ मैले ल्याएको हो त लङ पनि जेम भइसक्यो लङ कस्तो मजाको है बुनु हेरे डराएर ओइ झर्यो ललियो त हेरौँ हेलो। मम्मीले दे यो चाहिँ यस्तो टेपले टाँस्छौँ भने भयो अब एकछिन त होला है ल काट्नु केक ए ल बुनु पनि काट्ने हो बुनु दुईजना समाउनु न पर्दैन काट्नु काट्नु भन्नु केक त फेरि हाम्रो बेबी सावरको त होइन बेबीहरू आएको भएर चाहिँ है बुनु आएको भएर बेबी सावरको त्यहाँ लेखेको छ होइन बनु बेबी सावरको त अर्कै केक हुन्छ नि आफूले अर्डर गर्नुपर्छ क्या त्यो जुत्ता सुत्ता गरेको मैले राखेर हिजो। ल तर खुवाइदिनु दिदीले खुवाइदिनु पर्यो नि त चम्चे चाहिँ खुवाएको खै चम्चे त लो ग्यारी देखेछ भने त एकदमै भिडियो गर्ने मान्छेले के गरेको हो आधी मात्रै गर्छ न टाउको देख्नु न खुट्टा देख्नु भने ये चाहिँ उरी ऊ के जरी के हुन्छ क्यान्डल लाइट है आज जुजा साइडटी थान्दा भयो उस न्यापकिन टिक्टा त यहाँ हेर्छ हिम्मतलाई नि खै त यहाँ दियो म खिच्छु चढाउँ यो मोबाइल समात्नु न है यो धेरै नै यो पनि खोइ यसको लाइट देखाएको त के थोरै हो त्यो तामसँग यो हो के ए दही पो खुवाउनु पर्ने दही खुवाउनु पर्यो त्यो त भइगयो नि दही खुवाउनु सबैले दही त्यो दही चाहिँ राख्नु अनि दही खुवाउनु नि पहिला यी देखाउनु प्लेट एउटा चाहिँ छैन दही दहीमा चिउरा नि जिउरा नि ल सनी चिया समाउनु त म खुवाउनु मम्मी समाउँछ ओइ सरी सरी ह्याप्पी बेबी सावर यो बहिनीलाई पनि खुवाइँदैन एकछिन ल छोरी टिका लाग्नु अनि त्यसो नखाने त्यो दहीमा नि रोदन छ ए ल त्यो चाहिँ मलाई नै खुवाऊ कि अर्को खुवाउ न उसलाई यो अब यो कसले खुवाउनु त अब आफै खाने ए साल बाबाले सन बाबुले के खुवाउनु ल छोरीलाई यो चेरी खाने कि नखाने ल वाउ छिटो त भन्नु ल सनिस ल हाम्रो बेबी सावर चाहिँ यस्तै भयो बत्ती गयो यो के हो शुभ हो कि अशुभ हो भिडियो चाहिँ कहाँबाट खिच्यो ए म ल अब बुनु के खानुहुन्छ त च्यातेर जाउँ न बस्नु मेरो आँखा हेरेर त कस्तो योहरू के गरेर काटेर देऊ बत्ती लाइट बाले ल अब ए मा
मासु पनि खुवाउनु पर्थ्यो त मासु अचार चिउरो त खुवायो कति सिक्यो यत्रो भन्नु न के हुन्छ ल भयो अब हाम्रो बेबी सावर यस्तै हो होइन बोल्नु तपाईँ के अब के खाने के खाने तिमीलाई पो के मिठो दिँदैन चक्लेट ल फ्रेस रोशन भिभेसन दिन चक्लेट ल चक्लेट ल अर्डर लो कोही नहीं भाल छिंगो लेकर को गा देते जी